नमस्कार। आज जुन 7, 2026 अर्थात् विश्व खाद्य स्वच्छता दिवस। यस वर्षको मूल नारा भनेको सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान, फ्रम बर्डन टु सोलुसन, सेफ फूड एभ्रिवेयर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा करिब 60 करोड मानिसहरू दूषित खानपानका कारण बिरामी पर्छन् र 4,20,000ले अकालमा ज्यान गुमाउनु परेको दुःखद वास्तविकता तथ्याङ्क रहेको छ। त्यसैले नेपाल सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 को कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। नेपालीका लागि अब असल खानपान मार्गदर्शन समेत स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले प्रकाशित गरिएको छ, जसलाई हामीले खाद्य पिरामिड भनेर भन्छौँ। र यसको बारेमा जानकारी सरल भाषामा बुझाउने प्रयास गर्नेछु। जस्तै तलदेखि माथिपट्टि हामीले यो पिरामिडलाई हेर्नुपर्छ। तल भनेको अन्न र कन्दमूल हुन्छ। यस्ता खानेकुराहरूमा भात, रोटी जस्ता खानेकुराहरू पर्छन्। यो खानेकुरा हामीले पर्याप्त मात्रामा खानुपर्छ, धेरै खानुपर्छ अरूको तुलनामा। त्यसै गरी दाल र गेडागुडीको कुरा गर्दाखेरि यो हामी हरेक छाकै पछि चाहिँ नियमित रूपमा सेवन गर्नुपर्छ। अर्को आउँछ त्यसपछि चाहिँ हरियो सागपात तथा फलफुल। यो हाम्रो नेचरले पनि बनाएको छ। हरियो सागपात, फलफुलहरू अलिकति महँगा हुन सक्छ, त्यसैले यो चाहिँ गेडागुडीहरू भन्दा, दालहरू भन्दा अलिकति हामीले कम खानुपर्छ, तर दैनिक हप्तामा 2 दिन 3 दिन खाइराख्नुपर्छ भनेर भनेको हुन्छ। त्यसै गरी माछा, मासु, दुध, दही र अन्डा, यो चाहिँ हामीले धेरै खाने पनि हुँदैन, ठिक्क मात्रामा खानुपर्छ दुध, दही र माछा, मासु। त्यसै गरी गुलियो, नुनिलो र चिल्लो यस्तो खानेकुराहरू चाहिँ एकदमै थोरै मात्रामा हामीले सेवन गर्नुपर्ने हुँदछ। अब चाहिँ हरेक दिन यस पिरामिडले के देखाउँछ त, हामीले हरेक दिन थरीथरीका खानेकुराहरू उपभोग गरौँ, स्वस्थ बनौँ भनेर यसले चाहिँ हामीले देखाइरहेको हुन्छ। अब चाहिँ मैले नसर्ने रोगहरू जस्तै मधुमेह, मुटु रोग, क्यान्सरहरूबाट बच्नको लागि हाम्रो व्यवहारमा परिवर्तन तथा कस्ता खानेकुराहरू खानुपर्छ। पहिलो रहेको छ हाम्रो हुन्छ थाल। त्यसको आधा भाग तरकारी र फलफुल हुनुपर्छ र 1/4 त्यसको आधा भनेको चाहिँ प्रोटिन र 1/4 भनेको कार्बोहाइड्रेट हुनुपर्छ। सामान्य भाषामा भन्दाखेरि तरकारी तथा फलफुल, भात कार्बोहाइड्रेट भन्दा धेरै हुनुपर्छ। त्यसै गरी नुन र चिनीको कुरा गरिएको छ। एउटा सामान्य बेसकले दिनमा 25 ग्राम 5 देखि 6 चम्चा भन्दा बढी चिनीको सेवन गर्नु हुँदैन भने नुनको कुरा गर्दाखेरि दैनिक एउटा सामान्य बेसकले 5 ग्राम नुन त्योभन्दा कम खानुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ। त्यसै गरी पेटलाई स्वस्थ राख्नको